नमस्ते बुवा। नमस्ते। हजुरको नाम के हो र? म डम्बर देवकोटा भन्छ। यो पालुन्टा गाउँपालिका पर्छ नि? पाल्टा 4 नम्बर वडा पर्छ। ए 4 नम्बर वडा हो। पुरानो कुन गाविस थियो यो? पाल्टा कस्तो जाडो भएको अन्त हिजो कति दिन भयो? कति दिन भयो? 3-4 दिन। यो आगो तामिन ठाउँ है? लागो पुरानो। हजुरको घर कतापट्टि पर्छ त? यो बलुवा यो उपलगाममा। यही 4 नम्बर वडै हो? 4 नम्बर होइन पहिलाको अहिलेको 4 नम्बर। के गर्नुहुन्थ्यो पहिला? यसो स्वास्थ्य उपचार गर्ने हो। ए स्वास्थ्यमा हुनुहुन्थ्यो? सरकारी जागिरै हुनुहुन्थ्यो? नेपालमै? कति वर्ष हुनुभयो त अहिले? अहिले त भयो नि 75 वर्ष? अनि कति छोराछोरी कति छन् त नि हजुरको? छोराछोरी छन् 3 भाइ छ। ए 3 भाइ छोरा छोरी? छोरी ए 3 भाइ छोरा मात्रै?